मेरो च्यानलमा। अनि म आज फेरि पनि आइसकेको छु एउटा न्यू ब्लग लिएर। अनि म पनि आरामै छु र हजुरहरू पनि आरामै हुनु होला भन्ने आशा गर्दै आजको न्यू ब्लग सामु गर्न जाँदैछु। र हजुरहरूलाई पक्कै पनि थम्बनेल र टाइटल देखेर थाहा भइसकेको होला आज केको बारेमा म भिडियो बनाउँदैछु भनेर। अनि म चाहिँ अहिले हेर्न सक्नुहुन्छ पुरै चिट्ट बनेर रेडी भइसकेको छु कतै जानलाई। अनि हामीले जिब्रा प्याक गरिसकेको छु। अनि यो चाहिँ मैले बोक्ने ब्याग हो होइन। अब म एकछिन जुत्ता लाउँछु अहिले हजुरलाई देखाउँछु मेरो फुल क्याचअप। यो चाहिँ मेरो रुमको अहिलेको हालत रहेको छ गाइज। मेस भएको छैन पुरै। अनि म हजुरलाई त्यहाँ जाने बेला म चाहिँ अहिले कहाँ बजार जाँदैछु। त्यही मम्मीसँग मम्मी आउँदै हुनुहुन्छ त्यसले त्यसको लागि रेडी भएको छु। र अब म जुत्ता लाउँछु। अनि मेरो जुत्ता म जुत्ता लगाएपछि हजुरलाई। अनि यहाँ दिदीहरू पल्लो घरको दिदी तिनीहरू बसिरहेका छन् र आमा चाहिँ खेतबाट आउँदै हुनुहुन्छ। म चाहिँ उहाँहरूलाई पर्खिरहेको छु। र यहाँ ससुरा देख्न सक्नुहुन्छ। र मेरो ब्याग चाहिँ प्याक भइसक्यो माइत जानलाई। हाई भन्छ काबु मेरो छोरी आज काबु। म माइत गएर खुसी छौ कि दुःखी छौ कस्तो लागिरहेको? काबु चाहिँ लाज भन्छ गाइज। त्यही भएर म चाहिँ यहाँ फुल रेडी भइसकेको छु। फुल खब्बु खब्बु खब्बु। म चाहिँ अहिले घर पुगिसकेको छु। घर पुगिसकेर सबै सामानहरू छौँ। अनि भाइ चाहिँ यो आफ्नो प्यान्ट अनबक्सिङ गर्दैछ। यो चाहिँ हामी सामान लिएर आएको अहिले। अनि म चाहिँ यहाँ घर पुगेर ब्लग गर्दैछु। धेरै कति हो 1 बजिसकेको छ अहिले। र यहाँ चाहिँ यिनीहरू कार्टुन हेर्दै थिए। कार्टुन हेर्न सक्नुहुन्छ। यो चाहिँ कोक रहेको छ। हामी अहिले कोक लिएर आएका छौँ र धेरै गर्मी थियो त्यही भएर। अनि यहाँ चाहिँ मम्मी कपडा राख्दै हुनुहुन्छ अहिले। र हामी एकछिनमा कोक खान्छौँ। मम्मी ल लाइट नि गयो अहिले। यस्तो गर्मीमा झन् लाइट पसिनाले यस्तो हालेर सक्नुहुन्छ साथीहरू। गर्मी लागिसक्यो हाम्रो यहाँ चाहिँ लास्टै गर्मी हुन्छ। अनि मम्मी मेरो ब्लगमा केही 2 शब्द भन्दैन के भन्ने होला? गर्मीले परिसान छ। बत्ती गएको छ त्यही भने गर्मी धेरै भएको छ साथीहरू। आज चाहिँ कोक पार्टी गाइज। धेरै हुन्छ के हो? धेरै चिसो छ। सन्दीप कहाँ गयो? मौसममा चिसो चिसो कोक ए कति छेनु रहेछ हेर्दा मजा। सन्दीप बड्डो कहाँ गयो? सन्दीप घर गएछ सायद। ल मम्मी चेस गाइज। पहिला चेस हजुरलाई। हामी चाहिँ पाठदानलाई रेडी भइसकेको छौँ र अटो पनि आइसकेको छ र म नि रेडी भइसकेँ। र हामी चाहिँ मैनागढदेखि बैतडी जाँदैछौँ र हाम्रो जर्नी स्टार्ट भयो अहिलेदेखि र हामी जाँदैछौँ। यहाँ चाहिँ हामी खाना खानलाई उत्रिसकेको छौँ र हामीले चाहिँ खाना खायौँ हाफ प्लेट। यहाँ मम्मी र भाइ हेर्न सक्नुहुन्छ। हामीले चाहिँ डलधुरामा खाना खाथ्यौँ र यहाँ धेरै भिड थियो। 2-3वटा बस नि यहीँ ओर्लिएको रहेछ खाना खानलाई। र म मोबाइल नि बिर्सेको थिएँ गाइज खाना खाने बेलामा। फेरि भेटाइहालेँ तर बिर्सेँ। अनि यो चाहिँ रहेको छ हाम्रो बस। त्यो बिचवाला चाहिँ हाम्रो बस हो। अनि हामी चाहिँ यहाँ खाना खाँदैछौँ अहिले। हाम्रो खाना चाहिँ यहाँ छैन। हामी त्यही भएर खानाको लागि वेट गर्दैछौँ मम्मी र म। गाइज यो चाहिँ पाटन पुगिसकेको थियौँ अहिले। अनि यो चाहिँ पाटनको सेरो रहेको छ। फेमस छ गाइज। अनि यहाँ चाहिँ अहिले गाउँको सिजन हुनाले गाउँ छ भइरहेको छ। अनि कति राम्रो देखेको हुनाले म अहिले हजुरहरूलाई रेकर्ड गरेर देखाउँदैछु। पहिला त मैले गर्ने प्लान थिएन पछि लास्टै राम्रो देखेको थियो कि त्यही भएर गरेँ। हेर्नु लागेछौँ हाम्रो यहाँ पहाडको घर। हामी चाहिँ पहाड आएको थियौँ र पहाड चाहिँ किन आएको थियौँ भन्ने रिजन हजुरहरूलाई अब 1-2 दिन पछि गएर थाहा हुनेवाला छ। पहाड चाहिँ हामी एकदमै जरुरी काम ल्याएको थियौँ। हामी 3जना भाइ म अनि मम्मी। र मैले हिजो हजुरहरूलाई घर पुगेको प्रोपर ब्लग देखाउन सकिनँ हजुरलाई किन भन्ने कुरा
चार्ज नभएर होइन, चार्ज भएर देखाउन सकिनँ। त्यही भयो। अनि आउने बेला नि गाडीले यति ढिलो गऱ्यो, अनि बाटो पनि यस्तो थियो कि के भनौँ साथीहरू, पुरै बिग्रेको कि हिजो अस्ति पानी परेर, त्यही भएर लाइट नि गएको कि यहाँ। आज बल्ल तल चार्ज लगाएको मैले, त्यही भएर आज ब्लग एन्ड गर्न जाँदैछु। यदि हजुरहरूलाई यो ब्लग राम्रो लाग्छ र हजुरहरूलाई मेरो पहाडको ब्लग सिरिजहरू हेर्न मन छ भने प्लिज नट मिस द एनी अफ द भिडियो। र म हजुरहरूलाई हाम्रो यहाँको स्पेसलिटी र यहाँ पाउने, यो सिजनमा पाउने केही कुराहरू देखाउने छु र हजुरहरूले मेरो ब्लगलाई माया गर्ने होला। यति भन्दै म आजको ब्लग एन्ड गर्न चाहन्छु। त्यसैले किप वाचिङ गाइज। थ्याङ्क यू फर वाचिङ।